यो चाहिँ हाकुदाते जेआर स्टेसन अनि यो चाहिँ हाकुदातेको बस स्टेसन। यो चाहिँ टोकियो इताबासीको ताकाशिमा दायरा भन्ने ठाउँ हो। वेलकम टु माई न्यू ब्लग। र म छु अहिले हाकुदातेको स्टेसनमा। अहिले बिहानको 7 बजिरहेछ र म चाहिँ जापान फर्स्ट टाइम आउँदाखेरि नियोङ्गो गएको। 2 वर्ष म यहीँ बसेर ल्याङ्ग्वेज स्कुल यहीँ पढेर फेरि म टोकियोतिर चिबाकेन गएको थिएँ। म कामको लागि यहाँ आएको थिएँ हाकुदातेमा। खुसी फिल लागिरहेछ कि म पहिला यहीँ बसेको भएर। अब हाकुदातेको स्टेसनबाट बस हुन्छ कि ट्याक्सी हुन्छ चढेर अब म एयरपोर्टसम्म जान्छु र एयरपोर्टबाट 9 बजेको फ्लाइट लिएर फेरि म टोकियो जाँदैछु। यो चाहिँ हाकुदातेको ट्रेन स्टेसन हो भनेपछि यतापट्टि यो चाहिँ बस र ट्याक्सीको स्टेसन हो। र म 2 वर्षसम्म यही बाटो यही ठाउँमा हिँड्ने बस्ने डुल्ने गरेको र उतातिर यो गइरहेको बाटोतिर चाहिँ म काम गर्थेँ। यो चाहिँ हाकुदाते जेआर स्टेसन भइहाल्यो। अहिले चाहिँ अरू ठाउँमा चाहिँ एकदमै गर्मी छ है, तर यो होक्काइडोमा झन् यो हाकुदातेमा चाहिँ अझै पनि चिसो हुन्छ, त्यस्तो गर्मी चाहिँ हुँदैन। अनि अलि पछि त अब हिउँ पर्छ र हिउँ परेको बेला त यहाँ त एकदमै हिउँ भएर हिँड्न पनि गाह्रो हुन्छ है। धेरै नै हिउँ पर्ने ठाउँ हो यो जापानको। सो अब म यहीँबाट बस चढेर एयरपोर्टतिर जान्छु। र हाकुदातेमा एकदमै फेमस भनेको हाकुदाते यामा भन्ने, यताबाट सिधा योबाट जान्छ। र यहाँनिर यस्तो राम्रो पार्कहरू पनि बनाएको छ मान्छेहरू बस्ने। अनि हिउँ परेको बेलामा चाहिँ यहाँ एकदमै राम्रो बनाउँछ है डेकोरेसन बनाएर यहाँनिर। अब अहिले त छैन के अरे। यो चाहिँ स्टेसन बाहिरको पार्किङ एरिया हो है त। स्टेसन अगाडि नै छ होक्काइडो ब्याङ्क। अनि यो रोडको बिचमा सानो ट्रेन चल्छ र छेउछेउमा गाडीहरू चल्छ है त। होक्काइडो चाहिँ यो जापानको म्यापबाट हल्का छुट्टिएर माथितिर छ। अनि अहिले चाहिँ समुद्रको छेउछेउै एयरपोर्टतिर जाँदैछ बस। यो चाहिँ हाकुदाते एयरपोर्ट बाहिरको पार्किङ एरिया। म चाहिँ फाइनली अब हाकुदाते एयरपोर्ट पनि पुगिसकेँ। सो अब भित्र गएर बोर्डिङ लिन्छु। टिकट चाहिँ मैले अनलाइनबाट लिएको भएर अब मसँग मेलहरू मात्रै छ, अरू केही पनि छैन। सो यही नै हो हाकुदाते एयरपोर्ट, पहिला पनि आएको ठाउँ। हाकुदाते एयरपोर्ट चाहिँ यस्तो छ है त बाहिरबाट। भित्र चाहिँ बोर्डिङ पासहरू लिने ठाउँ यस्तो छ। सो अब म भित्रतिर लाग्छु। मैले चाहिँ टिकट लिइसकेँ र टिकट काउन्टरमा आएपछि पो थाहा भयो कि मैले त पासपोर्टै ल्याउन बिर्सेछु। धन्न जापानको जाइरो कार्ड, यहाँ बस्न पाउने रेस्टुरेन्ट कार्ड भएको भएर पासपोर्ट चाहिँ नभए पनि हुँदो रहेछ। न त तनाव भइहाल्थ्यो, फेरि के हुन्थ्यो थाहा थिएन। तर टिकट चाहिँ मैले पाइसकेँ र अब एयरपोर्टभित्र छु म। अब अझै टाइम छ आधा घन्टा जति। एकछिन यहाँ बसिरहेको, अब माथि जानुपर्छ। यो तलको चाहिँ फर्स्ट फ्लोर है, एयरपोर्टको फर्स्ट फ्लोर चाहिँ यस्तो छ है त। यो चाहिँ सेकेन्ड फ्लोर है त। सेकेन्ड फ्लोरमा यस्तो छ।
त्यहाँबाट भित्र छिर्ने हो। म चाहिँ यहाँ बाहिरै बसिरहेको छु। 2 वर्ष अगाडि यो ठाउँबाट फर्किँदा चाहिँ मसँग टन्न लगेजहरू पनि थियो, सामानहरू पनि थियो। अब यहाँ फर्केर नआउने भन्ने हिसाबले गएको, तर कामको सिलसिलामा यहीँ आउनु पर्यो र कामको कारणले आएको भएर अब आज चाहिँ म यहाँदेखि टोकियोतिर जाँदैछु। आज चाहिँ मसँग सामानहरू केही पनि छैन, सानो एउटा ह्यान्ड क्यारी लगेज ब्याग थियो, त्यो पनि तलबाट पठाइदिइसकेँ। अहिले चाहिँ खाली नै छु म। अब यहाँदेखि म भित्र जान्छु, भित्र गएर बस्छु एकछिन। म चाहिँ एयरपोर्टभित्र आइसकेँ। लगभग आधा घन्टा जति वेटिङ एरियामा बसिरहेको छु। आधा घन्टा जति वेट गर्नुपर्छ। सो म जाने प्लेन चाहिँ यो हो होइन, एयर टु एयरलाइन्सबाट मैले टिकट काटेको थिएँ, यसबाट जाँदैछु म। टोकियो एयरपोर्ट त पुगियो। अब म यहाँबाट जान्छु फेरि ट्रेन चढेर। अलिकति अब खोज्नुपर्छ है त्यो ठाउँ। अब म जाँदैछु। यो ठुलो ठुलो स्टेसन, ठुलो ठुलो एयरपोर्टहरूमा ठाउँहरू खोज्न अलिकति गाह्रै हुन्छ क्या। 750 को ट्रेन टिकट किनेर अब म चाहिँ स्टेसनभित्र जाँदैछु। फाइनली म चाहिँ टोकियो पुगिसकेँ। बिहान 6 बजे आएको दादाबाट निस्किएको।
अहिले 1 बज्यो भनेपछि मलाई लगभग 6-7 घन्टा लाग्यो। यो चाहिँ टोकियो इताबासीको ताकाशिमा दाइरा भन्ने ठाउँ हो। र हाकुदातेबाट आउँदाखेरि अलि चिसो थियो किनकि होक्काइदो चाहिँ जाडो हुन्छ, तर यहाँ चाहिँ एकदमै गर्मी रहेछ। सो बिहान केही नखाएर निस्केको, भोक पनि लागिसक्यो मलाई, अब केही खान पर्यो। सो आजको लागि भिडियो यहीँसम्म, फेरि अर्को भिडियोमा भेट्दै गरौँला। अहिलेको लागि बाई बाई।